3 go. Hi guys. Guys, good. Stop the bhagos ani. Trust issue. Hello everyone. Welcome to our mukbang video. अनि आज चाहिँ हामीले के खाइरहेछौँ भन्छ? कोदोको ढेँडो अनि सुँगुरको खुट्टा अनि सब्जी हैन सलाद अनि सुँगुरको अचार अनि मेरोमा चाहिँ एक्स्ट्रा यो के रे लसुन र डल्ले खोर्सानीको पेस्ट पनि छ सो हामी चाहिँ एकदमै धेरै वेट गरिरहेको थियौँ अघिदेखि सो अब चाहिँ खाना स्टार्ट गरिरहेको छौँ र बाहिर निकाल्ने हो क्या ढेँडो त धेरै सेलाएछ अनि गाइज अहिलेसम्म यो कोदोको ढेँडो चाहिँ खाएको अहिले मकैको ढेँडो चाहिँ खाएको छ गाइज मिठो हुँदो रहेछ मकैको ढेँडो चाहिँ अलिक उयो जस्तो हुन्छ क्या चोकवा देखाउनु मकैको ढेँडो होइन के अरे तितो तितो हुन्छ त कस्तो मिठो हुँदो रहेछ वाउ मलाई त मिठो लाग्यो तेरो बुढीको हराएको हो तर होइन खास त खाएको थिएँ मैले सबैभन्दा धेरै मिठो साँच्ची मिठो भएन मिठो छ तारिफ नि गर्दैन त यो सबैभन्दा तारिफै नगर्ने मान्छे मन पर्छ क्या फेरि अझै तर कम्बाइनको लास्टै मिल्ने भब्बाल हुँदो रहेछ त यार अबदेखि हामी त सधैँ यस्तो ट्राई गर्नु पऱ्यो अनि चाहिँ गुन्द्रुकको अचार हो गुन्द्रुकको अचार क्युकम्बर लेमन फर्स्ट टाइम पुरै खाने मात्रै ध्यान रहेछ क्या भिडियोमा हेर्नु पनि पुरै भिडियोमा कहाँ हेर्नु त खाने भयो त नि इन्जोय म त यहीँ राख्नु पऱ्यो अर्कै टेस्ट हुँदो रहेछ म रोटी बनाएर खाँदा क्या कस्तो अर्कै ग्रेभिलो बनाएर खाँदा त्यसरी बुझेर खाने होइन क्या डल्लो बनाएर खाने हो क्या घाँटीले गाह्रो हुन्छ घाँटीले गाह्रो होइन गाई यो चाहिँ बानी भएको यस्तै खाना सुँगुरको खुट्टा जे पनि मुसेर खाने बानी नि तर त्यो त नखाने ढेँडो मैले चिसो भयो के गर्ने सुप काट्नु मैले फर्स्ट टाइम खाएको गाइस तर त्यो दामी महँगो भयो रहेछ यसको स्वाद खान पाएर रहेछ मान्छे तर मैले चाहिँ साह्रो एक्सपेक्टेसन गरेको थिइनँ क्या मिठो हुँदैन साँच्ची मैले पनि रोटी नर्मली रोटी बनाएर खाँदा चाहिँ के भन्छ तर साह्रो होइन पानी हल्का हालेर खाँदा चाहिँ यस्तो दह्रो नरमै हुन्छ तर यस्तो सब्जीहरूसँग चाहिँ मिक्स गरेर खाँदा चाहिँ अर्कै टेस्ट हुने रहेछ मिठो पुरै ढेँडो मिठो होइन क्या तेरो दिदीले मिठो बनाएको तारिफ गर अलिक तर म हँसाउने रहेछ यो क्या हँदै जाने रहेछ कि म त अगाडि कुम्भ गर्न हगाउँछ तपाईँले धेरै खानु भरे धेरै भयो मम्मी हामी यस्तो हेल्दी हेल्दी खानेकुराहरू खान्छौँ खुट्टामा दाल हाल्नु कि छैन आलु छ दाल कुटी हो क्या
दाल खुट्टी स्टार्ट त भएको छ नि स्टार्ट गर्छ मैले फेरि हेरेँ ट्रस्ट A few moments later. खै मिठो त मिठो है मुला तर अन्त ढिलो भुत्ता भुत्ता निल्दा चाहिँ म चाहिँ नसक्ने रहेछु है ननिलिकन अलिकति थोरै चपाएर निल्दा पनि मिठै हुन्छ टेस्ट आउँछ त्यो प्रोहरूले हो क्या कोही कोही बित्दा हुन्छ नि ढेँडो पनि चपाएर खान्छ अब निल्नु सक्दैन तिमीहरूको जस्तो खतरनाक निल्ने शक्ति हुँदैन त अनि हामीले तिमीहरूले त्यसरी खायो भने हामीले त्यसरी खानुपर्छ भनेछ त तर ढेँडो खाँदा त्यसरी खाँदा ठिक छ नरम नि टक्क निल्नु सक्नु पर्दैन होला नि जति सानो यत्रो यत्रो त्यो औषधि Bro, are you serious right now, bro? गाइस के भन्नु अब तँलाई कसले खसाखसा गर भनेको थियो फेरि त्यहाँनिर त्यति साह्रो हुँदैन यत्रो होइन यत्रो खाइयो यत्रो बोल्यो यत्रो के भन्यो होइन त्यस्तो मिठो गरेर खाने मान्छे म फेरि होइन यति मिठो गरेर खाने मान्छे तपाईँहरूलाई देखाउनै पाइनँ क्या फुलसम्म किनभने यसको फोन चाहिँ बिचमा अफ भइहालेछ अनि यो चाहिँ अघि उठेर पनि गइसक्यो यसले बाई बाई पनि भनिसकेर गएको तर रेकर्डै भएको रहेन रहेछ सो अब मै बाई भन्छु हामीले चाहिँ अघि सबै ढेँडो खाइसकेर यो हामीले फालेको चाहिँ होइन है हामीले खाइसकेको तर रेकर्ड भएन छ अनि अब चाहिँ खाइसक्यौँ अब मेरो चाहिँ यस्तो यस्तो छ ल बाई बाई गाइज थ्याङ्क यू सो मच हेरिदिनु भएकोमा लाइक सब्सक्राइब अनि सेयर गरिदिनु होला हामी अझै योभन्दा दामी दामी मुकबाङ भिडियो लिएर आउनेछौँ अनि त्यो मुकबाङ भिडियोमा चाहिँ अब जे पनि हुनसक्छ होइन सो बाई बाई गाइज